हेरेको थिएँ अनि रोनाल्डोको म्याच चाहिँ अलिकति ड्रमै गएर अड्क्यो। आम्बो के साह्रो हो यस्तो चाहिँ पोडकास्ट भिडियो पनि हेरिदिनु होला अनि रमाइलो गरिदिनु होला, इन्जोय कराएको कराइ माम फाका डेन्जर कराउने हो यहाँनिर भनेर आउँछ अरे। आज फेरि यसो गर्नुपर्ने हुन्छ होइन, मान्छेलाई प्रयास गर्नुपर्ने एकदम जरुरी पनि हुन्छ, किनभने प्रयास गर्नुपर्छ होइन, सङ्घर्ष गर्नुपर्छ, अगाडि बढ्नुपर्ने हुन्छ होइन। अब आज खासै त्यस्तो एकदमै न्यू ब्लग अहिले चाहिँ कति बजेको छ भन्ने लगभग 10:17 गएको छ। म्याच हेरेर बसेको थिएँ, टिभी हेर्ने लाइक त्यही नि। अनि अघि आज चाहिँ लाइभ म्याचहरू हेरेको थिएँ अनि रोनाल्डोको म्याच चाहिँ अलिकति ड्रमै गएर अड्क्यो। अनि त्यो चाहिँ अब चाहिँ उसमा चाहिँ कोस्टारियासँग चाहिँ नकआउटमा चाहिँ भएको छ उनीहरूको चाहिँ। अब के कस्तो हुन्छ है, टिभी चाहिँ अन गर्नु पऱ्यो है, टिभी अन गर्नु पऱ्यो र त मिलाउनु त होइन। एकछिन अन हुनु ढोका बन्द गर्नु पऱ्यो छ होइन। आमामा भर्खरै खाना खाएर होइन टक्कै यस्तो भयो गाइजहरू। अनि यो चाहिँ हिजो अर्को दुईवटा डबल माइकमा चाहिँ कनेक्ट गरेको थिएँ नि, त्यो कनेक्ट भएको भएर चाहिँ डाइरेक्ट यो कनेक्ट भयो नि त। सक्नुहुन्छ आम्बो के साह्रो हो यस्तो मौसम होइन यतापट्टि के साह्रो हो यार, के साह्रो हो यस्तो यार मौसम त है। पानी चाहिँ मौसम हिजो राति गर्मी भएर गाइजहरू सुत्नै सकेन गाइजहरू, किनभने आज सुत्न पनि सकेन अनि गर्न पनि सकेन गाइजहरू होइन। आज त त्यही हो। अनि हिजोको चाहिँ पोडकास्ट भिडियो पनि हेरिदिनु होला अनि रमाइलो गरिदिनु होला, इन्जोय गरिदिनु होला, किन इन्जोय गऱ्यो भने चाहिँ राम्रो पनि हुन्छ र साथसाथै त्यो कुराहरू चाहिँ गऱ्यो भने चाहिँ राम्रो होला भन्ने सोचेर चाहिँ मैले गरेको हजुर। अनि भिडियो चाहिँ हेर्नु होला मजाले, अनि कुराहरू गरेर चाहिँ अप टु डेट गराउनु होला। र अनि चाहिँ आजको दिन चाहिँ अब के कस्तो हुन्छ, अब पानी पर्छ कि के हुन्छ कसो हुन्छ थाहै हुँदैन होइन। अब त्यही हो, रातभरि पानी तपाईँको थियो अनि आज चाहिँ म्याच हेर्दाखेरि अब एक्साइटेड थियो होइन। पोर्चुगलले अलिकति स्कोर हान्यो भने चाहिँ अलिकति थियो, तर भए पनि अब अर्को नकआउटमा गएको छ, अब अर्कोसँग चाहिँ भिड्दाखेरि राम्रो गर्ला भन्ने आशाको छु। अब दासन मात्छु बस्छु यताउति गर्छु होइन। आज चाहिँ जाने काम त हुँदैन, आजभोलि चाहिँ अब यस्तो हो कि अब बाहिर जाने काम पनि सुइटेबल हुँदैन अनि बाहिर अब अलिकति कम मात्र भइरहेछ कि इमर्जेन्सी पऱ्यो चाहिँ म त निस्किन्छु होइन। इमर्जेन्सी परेन भने चाहिँ एज लाइट यत्तिकै बस्छु कि खासै केही गर्दिनँ गाइजहरू होइन। अहिले चाहिँ सुरुवात गर्दैछु है त गाइजहरू। आज सुतेर यस्तो निदाएको थिएँ, यो कराई यस्तो कराएको कराइ माम फाका डेन्जर कराउने डेन्जर। अहिले चाहिँ घाम लाग्दैरहेको यो होइन, यो माम पाका हो यहाँ माथि बसेको कि कताको हो यहाँ माथि बसेको हो यहाँनिर डाका हो यहाँ माथि बसेको आम्बाका डेन्जर कराई यार सुत्नै दिँदैन यार, कराई यार यसो सुत्छु भनेर आउँछ अरे। आज फेरि यसो के अरे अलिकति अब पानी पर्दैन होला भनेर हल्का यसो कपालमा यसो ओइल यसो लागेको थिएँ। फेरि गर्मी भयो भने त एकदम ठिक हुन्छ, गर्मीमा फेरि औडा हुन्छ, गर्मी हुन्छ। अनि त्यही भएर चाहिँ गर्मीमा चाहिँ यत्तिकै बस्छु आज यत्तिकै बस्छु भनेको म खान जस्तो यो फेरि कराएको यो सुत्नै दिँदैन, यसलाई सुत्न दिँदैन। फेरि अर्को दिन अब होइन त्यहीँ बसिरहेको छ कि के लिएर बसेको छ यस्तो दिमाग खराब भइरहेको छ, भेजा खराब हो कि सुत्दा नि सुत्नै कति सुत्दा लाग्ने गर्दा कति गरे जस्तो लाग्ने होइन। त्यही भएर पनि भइरहेको छ है। अब गर्मी एकदम हुटुटुटु गर्मी भएर राति सुत्नै सकेन, हिजो राति सुत्दैन निदाउँदै निदाएको थिएँ। रातिको म्याच हेर्छु भनेको थिएँ, हेरिन छोड्दै भन्ने जस्तो भयो होइन। जस अब भोलिबाट चाहिँ अब दुईवटा अब त्यस्तो म्याच छ अनि त्यसपछि चाहिँ अनि आज अब त्यही नै हुन्छ होइन। आजको दिन पनि अब के गर्ने कसो गर्ने भन्ने चाहिँ अब केही नै भएन क्या। आज चाहिँ कसैलाई के गरौँ कसैलाई कहाँ के गरौँ भन्ने कुरा चाहिँ कुरो बुझ्न सकेन है गाइजहरू। बुझ्ने कुरा भयो भने चाहिँ बल्ल अनि कुरा बुझ्ने कुरा हुन्छ नि त मेबी। अनि नकरा है चुप्लाएर बस। अनि त्यही हो अब पानी परिदियो भने चाहिँ बेलुका चाहिँ पानी पऱ्यो भने चाहिँ होप राम्रो पनि हुन्छ आएको छ। आमा पनि अब कति जानुभएको छ, अहिले कतिखेर आउनुहुन्छ होइन। अनि आज त्यत्तिकै अब उस गरेर बस्नु पर्ला भन्ने सोचिरहेको छु। हेरौँ के कस्तो हुन्छ अहिले, अब विचार गरौँ अन्त चाहिँ यताउति गरेर चाहिँ उस गरेको है। अहिले चाहिँ 6 साढे 6 भइसकेको छ होला सायद, घडीमा चाहिँ
6:40 सब बत्ती गइदियो क्या ढ्याक्कै बत्ती गएपछि केही गर्नै सकिएन। सबैजना आफ्नै तरिकाले दुगुरिया छन्। हाम्रो कान्छीले चाहिँ उसले चाहिँ हगेको छैन होला सायद है। मेबी अहिले चाहिँ मौसम खै हेर्न सक्नुहुन्छ है। मौसम त हुन्छ, मौसम चाहिँ अहिले ठिकै होला भन्नु पर्ला है। यतिखेर चाहिँ मौसम चाहिँ सायद सायद जहाँसम्म लाग्छ मौसम एकदम ठिकै होला भन्नु पऱ्यो है। गर्मी हुने है, बेलुका भएपछि लास्ट गर्मी हुन्छ। अनि त्यही हो, सबजनाले हेरेर माया गरेर होइन, टक्क अपडेट गरेर होइन, हेर्नुपर्छ गर्नुपर्छ, ब्लगलाई चाहिँ अपडेट गर्नुपर्छ भन्ने सोच्यो भने चाहिँ राम्रो पनि हुन्छ होइन। केही कुराहरू प्रयास गर्ने हो होइन। प्रयास गर्दा गर्दै अब असफलता सफलता मिलेन भने चाहिँ प्रयास गर्नुपर्ने हुन्छ होइन। मान्छेलाई प्रयास गर्नुपर्ने एकदम जरुरी पनि हुन्छ, किनभने प्रयास गर्नुपर्छ होइन, सङ्घर्ष गर्नुपर्छ, अगाडि बढ्नुपर्ने हुन्छ होइन। अब आज खासै त्यस्तो गर्नुपर्ने एक्टिभिटीहरू खासै मैले केही गर्नै सकेन। आज चाहिँ बजारतिर त गएको थिएँ, हल्का मोटो ब्लगहरू त गर्थ्यो होला सायद होइन। तर गएर अनि त्यो सामान यताउति गरेर अनि सामान पुऱ्याउनु पर्ने थियो नि त। म आफै एक्लैले, अर्को साथी भएको भए त ठिक हुन्थ्यो होला। ल म आफै एक्लै भएको भएर चाहिँ अलिकति अप्ठ्यारो पनि लाग्यो। अब कता क्यामेरा उसहरू कता के गर कता उता यताउति गरेर म्यानेज गर्दाखेरि आफूलाई एक्लै गाह्रो हुन्छ नि त। कता म्यानेज गर्ने कता उस गर्ने भन्ने कुरा चाहिँ म्यानेज गर्न एकदम गाह्रो हुन्छ कि। त्यही भएर चाहिँ अहिले यत्तिकै बसौँ भनेर के अरे है। अनि त्यो हुन्छ भनेर गाइजहरू है टक्क लाएर चाहिँ अब कहिलेकाहीँ यत्तिकै बस्दाखेरि पनि यस्तो गाह्रो हुने क्या। फेरि आजभोलि वर्ल्ड कप सुरु भएर होला सायद। अब निद्रा पनि लाग्छ, गर्मी पनि हुन्छ। आज मैले सोचेको थिइनँ कि अब पानी पर्दैन होला, अब यत्तिकै बसिन्छ होला सोचेर आएको थिएँ कि मैले चाहिँ। अनि कपालमा ओइल लगाएको थिएँ कि, तेल लगाएको थिएँ, ओइल लगाएको थिएँ। झन् यस्तो घाम, अनि घाम पर्दाखेरि लास्टै औडा हुने कि घाम परेपछि अनि ठ्याक्कै औडा जस्तो लाग्छ। अनि घामै लाग्छ अनि झन् त्यही लाउनु पर्ने। अनि कपाल नभएपछि टोपी लाउनै पऱ्यो होइन। त्यही हो, कपाललाई अब त्यही हो, तपाईँले हेरेर होइन टक्क लाएर माया गरिदिनु भयो भने त सजिलो हुन्छ होइन। किनभने अब सानो प्रयास हो, अनि कन्टेन्टहरू ल्याउनलाई पनि सोचिराख्नु पर्ने हुन्छ, के गर्ने कसो गर्ने हामी सोचिरहेको छ। आजको म्याच चाहिँ मैले एक्सपेक्ट गरिरहेको थिएँ पोर्चुगलले जित्छ होला। अब एक्सपेक्ट गरेको थिएँ। अब हुन त नकआउटमा गएको छ, त्यो एकदम खुसीको कुरा पनि हो। अब अर्को राउन्डमा चाहिँ अब जस्ट क्वार्टरमा गइदियो भने चाहिँ एकदम राम्रो पनि हुन्छ, एकदम सजिलो पनि हुन्छ। हेरौँ अब आजको एक्टिभिटी त्यही नै हो। आज राति अब एउटा म्याच छ, अनि त्यसमा भोलि बेलुका एकैचोटि 10:45 छ। अनि ब्राजिल र जापानको म्याच छ। अब भोलि के कस्तो हुन्छ होइन। अब लगभग भोलि 1 तारिक, भोलि हो कि पर्सि 1 तारिक छ होइन। अनि अब तारिक सुरु भएपछि सजिलो पनि होला राखेको छु गाइजहरू। अब यत्तिकै गर्मी पनि भइरहेछ है। अब पङ्खा लगाएर यत्तिकै बस्दाखेरि लास्टै गर्मी हुन्छ कि, कहाँ के गरौँ भन्ने हुन्छ कि, गर्मी हुन्छ। अनि गर्मीले केही गर्नै सक्दैन। आज यसो ब्लग बनाऊँ, कन्टेन्ट गरौँ भन्ने सोचिरहेको हुन्छ होइन। कन्टेन्ट बनाउँदा अनि केही देखिन्न कि, फेरि कन्टेन्टलाई के भन्ने सोचिरहेको हुन्छ है। कन्टेन्टलाई के गरौँ भन्ने सोचे अहिले बत्ती गएको भएर चाहिँ उस गरेको क्या। अब है झमेला थियो, अनि झमेलामा गर्दाखेरि अब के कस्तो हुन्छ भनेर चाहिँ अनि केही गरेको थिएन होइन। हो अब आजको चाहिँ अब सोच्यो भने अनएक्सपेक्टेड पनि भयो भन्नाले अहिले सोच्यो भन्दा नि अलिकति कस्तो प्रकारको भएको थियो होइन। अब त्यही नै हो गाइजहरू। अब गर्मीको बेलामा लास्टै गर्मी हुन्छ, अनि अलिकति सुत्न पनि नि लाग्छ होइन। लाउनु त हिजो त लास्टैकै पसिना आएर केही गर्नै नसकेर अनि यत्तिकै अनि बसेर अनि यताउति गरेर अनि टक्क लागेको। यताको गर्दा यताको बिग्रिन्छ, उता गर्दा यता बिग्रिन्छ भने जस्तो, यता गर्छु भन्दा उता जान्छ, उता गर्दा यता जान्छ भने जस्तो सबै कुरो यता उता भइरहेछ कि, कुराकानीहरू गर्दा तर उता भइरहेछ है। त्यही भएर चाहिँ अहिले चाहिँ ब्लग चाहिँ म यहाँ इग्नोर गरिरहेको छु। अहिलेसम्म भिडियो लाग्यो भने प्लिज लाइक र च्यानल नयाँ सब्सक्राइब गर्नु होला। एन्ड टिल देन लभ यु।